हजारौं मान्छेको यहाँ लाल पूर्जा तपाईले कसरी दिनु भयो? यसमा चाहिँ हजारौं व्यक्तिको लाल पूर्जा छ, वहाँ लग्न सकिन्थ्यो, कसैको लाल पूर्जा च्यातेर लग्न सक्थ्यो। हाम्रो लेखापढी कसलाई दुख दिन्छ, कुन ग्राहकलाई दुख दिन्छ? कुन नियम कुन पद्धतिबाट भित्र बसेर यसरी त्यो तपाईको काम हैन, यो मेरो काम हो सर। हैन हो त समस्या तो दाखा आज अदालत पुनर्वेलन तक का फैसला थे में कि लोन चलने करके 7 महीना तक दल बदल गया। कुरा बुझ्नु भएन? मलाई कसैको डर पनि लाग्दैन, न कसैको दबाब हुन्छ, न कसैको प्रभावमा बस्ने मान्छे हो म। तपाईले गल्ती गर्नु भएको छ भने यसको भुक्तान तपाईले गर्नै पर्छ। आज जुन कर्मचारी छ आज छ, भोलि सरुवा भएर जान्छ, यसबाट कागज गायब भयो भने त्यो आउने नयाँ कर्मचारीले कहाँबाट यसलाई मेन्टेन गर्छ, कहाँबाट दिन्छ? यो तपाईलाई मैले दिए, जिम्मेवारीपूर्वक दिए है, किनभने यो जनताको फाइल हो, जनताको मेहनत हो, जनताको खून पसिना हो है। मालपोतमा एउटा छोटका से छोटका काम होइ छै, 50 25 500 1000 नै दै छै, तब तक कुनो काम नै हुन्छ। एकैछिन सुन्नुहोस् न सर, तपाईँ उहाँ अध्यक्ष हुनुहुन्छ, तपाईँ सचिव हुनुहुन्छ, एकछिन फर्किनुहोस्। यो मालपोत कार्यालयलाई सहीमा बिचौलिया मुक्त बनाउनु छ भने यी लेखापढी व्यवसाय गर्ने व्यक्तिहरूलाई यो कार्यालय परिसर भित्रबाट बाहिर लखेट्नै पर्छ, बाहिर फाल्नै पर्छ। व्यक्तिगत होइन, हाकिमको सल्लाहले। कुन हाकिम? कस्तो हाकिमले भन्नुहोस् त? पहिले शिवराज सापकोटा छ कि प्रमाण छ? कागज पत्र छ, प्रमाण छ? होइन, प्रमाण होइन। होइन भने अध्यक्ष बिना प्रमाणको नबोल्नुहोस्। यी लेखापढी व्यवसाय गर्नेहरूले के त्यस्ता जादु गर्छ? महिनौ समय लाग्ने काम, हप्तौ समय लाग्ने काम कसरी दिनभरमै भइहाल्छ, कसरी 1 घण्टामै भइहाल्छ त? इमानदार हुन पैसा लाग्छ? लाग्दैन। तर बेइमान भएपछि पैसा आउँछ? होइन, म त्यसै सुन्नु न, पहिला कुनै पनि काम गराउनलाई तेस्रो पक्षको सहयोग लिनै पर्ने, अनि त्यहाँबाट कमिसन दिएर काम गराउने। हप्तो लाग्छ। एकछिन सुन्नुहोस् न, हामीलाई नपढाउनुहोस् के।